एक हप्ताभित्र 35 लाख रुपैयाँ चाहिएको छ। भयभरको सम्पत्ति जति पैसा आफूसँग थियो, आफ्नो शरीरमा भएका गरगहनाहरू सबै बेचेर श्रीमानको उपचारमा खर्च गरिसक्नु भएको छ। अब यो एक हप्तामा 35 लाख रुपैयाँ जम्मा गर्न सकिएन भने उहाँको उपचार नहुने निश्चित छ। मेरो बच्चाको बुवा मेरो श्रीमानलाई जसरी पनि सम्पूर्ण देश विदेशमा भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले जसरी पनि सहयोग गरेर बसाइदिनु पर्यो भन्न चाहन्छु। डाक्टर, हामीले तपाईँको ठाउँ डडेलधुराकै हुनुहुन्छ शेरबहादुर देउवा। सबैभन्दा ठुलो नेता को हो देशको भन्यो भने शेरबहादुर देउवा भनेर भन्छन् मान्छेहरू। पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ। त्यत्रो ठुलो नेताले तपाईँहरूको लागि केही सहयोगको पहल गर्नु भएको छैन? सहयोग अपरेसन गर्दाखेरि केही सहयोग गरौँला भनेर भन्नुभएको थियो, तर हामीसँग पैसा नै भएन। अनि उहाँको सहयोग पनि अहिलेसम्म केही पनि आएको छैन सर, केही पनि गरिदिनै भएन। सहयोग गरौँला भनेर चाहिँ भन्नुभएको थियो। सहयोग अब यो बेडहरू तपाईँको फ्री बेडदेखि लिएर यताउता भएपछि त्यस्तो छ भने सहयोग गरौँला भनेर भन्नुभएको थियो, तर चाहिँ अहिलेसम्म केही पनि उहाँबाट पाउने सहयोग चाहिँ केही पनि पाएको छैन सर। यो त एकदमै लाजमर्दो कुरा भयो। हेर्नुहोस् त शेरबहादुर देउवाजी, यो भिडियो पूर्व प्रधानमन्त्री नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा समक्ष पुर्याइदिनु होला।